सुन्नुहोस् है त फेरि अर्को अझ स्पष्ट तरिकाले जान्नेछौँ। परमेश्वरको व्यवस्था, नियम, आज्ञा जान भङ्ग गर्नु, परमेश्वरको इच्छा विपरीत गर्ने हरेक कार्य पाप हो। फेरि सुन्नुहोस् है त, परमेश्वरको यूहन्ना 3:4 पदलाई हामी हेर्छौँ। पहिलो यूहन्ना 3:4 पद, यहाँ के लेखेको छ? पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप गर्नु नै व्यवस्था भङ्ग हो भनेर लेखेको छ। पहिलो यूहन्ना 3:4 पदमा यसरी लेखेको छ त, हरेकले व्यवस्था भङ्ग गर्छ, पाप नै व्यवस्था भङ्ग हो भनेर यहाँ लेखेको छ। अनि पाप गर्नु चाहिँ परमेश्वरको व्यवस्था भङ्ग गर्नु हो। अब अझ यसलाई चाहिँ अझ स्पष्ट तरिकाले बुझौँ हामी। यो पदले चाहिँ हामीलाई के स्पष्ट पार्न खोज्दैछ भने कुराहरू हामी बुझ्नेछौँ है त। यो पदले के स्पष्ट पार्न खोज्दैछ भने यसरी सक्रिय रूपमा लागेर गरिने पापले परमेश्वरको पवित्र व्यवस्थालाई भनेको छ है त। सुन्नुहोस् है, परमेश्वरको पवित्र व्यवस्थालाई सोझै इन्कार गर्नु, परमेश्वरले आज्ञा गरेको कुरालाई सोझै ठाडै इन्कार गर्नु, परमेश्वरले भनेको कुरा ठाडै म मान्दिनँ भन्नु है। अनि परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु हो। जसरी अदनको बगैँचामा आज्ञा उल्लङ्घन भयो है, त्यसरी नै चाहिँ उनीहरूले आज्ञा उल्लङ्घन गरेर उनीहरूले पाप गरे। त्यसरी नै परमेश्वरको व्यवस्था र परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्नु नै जान गरिने पाप हो, गरेर गरिने पाप त्यसलाई भन्छ। यो चाहिँ चानचुने कुराहरू हो नि, यो चानचुने गल्ती होइन है। फेरि यो एकदमै साधारण गल्ती होइन, चानचुने गल्ती होइन, यो चाहिँ निषेध गरेको कुरालाई गरेको कुराहरू। अब अर्को कुराहरू, जसले सक्रिय रूपमा गर्ने पाप गर्छ त्यसले परमेश्वरको कानुनलाई भङ्ग गर्छ। अघि हामीले परमेश्वरको व्यवस्था भङ्ग भन्ने सुन्यौँ नि। परमेश्वरको व्यवस्था भनेको नै परमेश्वरको कानुन हो। परमेश्वरको कानुनलाई उसले चाहिँ भङ्ग गर्छ। यो चाहिँ उसले जाने गरेको छ, सक्रिय रूपमा लागि पर्नै गरेको छ यो चाहिँ। अब यो उदाहरणको निम्ति हामीले दाउदलाई हेर्छौँ। दाउदले हित्ती उरिया र उसको पत्नीलाई के गर्छ? उरियालाई चाहिँ मार्न लगाउँछ, मर्न छोडिदिन्छ र उरियाको पत्नीसँग चाहिँ सम्बन्ध गाँच्न जान्छ। यो चाहिँ उसले जान गरेको, उसलाई थाहा छ परमेश्वरले चाहिँ यस्तो गर्नु हुँदैन भन्ने कुराहरू, परमेश्वरको वचन राम्ररी थाहा भएको कुरा हो, जानेको कुरा हो है। तर पनि उसले त्यो काम गर्छ। त्यो चाहिँ सक्रिय रूपमा लागि परेर गरेको काम हो। त्यो चाहिँ जान गरेको पाप, त्यो चाहिँ गरेर गरिने पाप, त्यसलाई त्यो भन्छ। त्यसपछिको घटना त हामीलाई थाहा छ, दाउद कहाँ भाग्नु पर्यो, के गर्नु पर्यो, त्यो चाहिँ परमेश्वरबाट आएको दण्ड हो। उसलाई नाश गर्नको लागि होइन, तर उसलाई सुधार्नको लागि आएको थियो। गल्ती गरेपछि त अब दण्ड त पाउनु पर्यो नि त। चोरिसकेपछि चोरले त दण्डित हुनु